साथीहरु हजुरहरूले मैले अघिल्लो भिडियोमा हरियो आँप काटेको पक्कै देख्नु भयो होला नदेखेको भए मेरो प्रोफाइल भिजिट गरेर हेर्नु होला मैले त्यो हरियो आँपलाई एकदिन नुन र बेसार राखेर केही दिन राखे पछाडि यसमा भएको पानी तारेर घाममा सुकाएर यो हल्का ओइले पछाडि अहिले अब डब्बामा राख्नको लागि तोरीको तेलमा मेथी खराएर अनि फेरि तोरी जीरा खुर्सानी लगायतको मसलाहरू भुटेर पिसेर नुन बेसार हालेर यहाँ डब्बामा हाल्नको लागि म रेडी गराउँदैछु। हेर्नुहोस् साथीहरू हेर्दै खाउँ जस्तो भएन त आँपको अचार। अब म यसलाई डब्बामा राख्दैछु। अब मैले आँपको यो अचारलाई डब्बामा हाल्दैछु। केही दिन घाममा राखे पछाडि पक्का खाने हुन्छ। अब बनाएको भिडियो त हेर्नुभयो, खाएको भिडियो नि हेर्नु होला। अहिले भिडियो लामो हुन्छ त्यही भएर बिदा दिनुहोस् ल। बाई साथीहरू।